अहिले त बत्तीको पोल आउँदो रहेछ आइज अल्छी लगाइरहेको तँलाई अल्छी लगाइरहेको होला भनेको नि अब यस्तो खिच्नु पऱ्यो भने पनि मैले सोचेको नि कस्तो भन्दाखेरि हल्का खिच्ने होइन राखेर बसेर पछि हल्का मजाले खिचेपछि चाहिँ अनि निकाल्नु पऱ्यो भनेर नि धेरै त हिँडेर खिच्दाखेरि चाहिँ पुरै उयो आउने नि हल्लेको पनि पुरै यसरी राखेर चाहिँ लानु पऱ्यो अनि हल्का बनाउनु पऱ्यो भनेर के टुरिस्ट रे भोकमारी टुरिस्ट हो यो होइन भोकमारी टुरिस्ट भोकमारी त होइन होला यो कहाँ भोकमारी हुन्छ कहाँ भोकमारी हुन्छ ल त्यो जाउँ नि त है आइजाउँ ड्रेस यहाँको ड्रेसै महँगो हुन्छ नि त त्यो भएर राम्रो देख्छ नि त र हाम्रो ड्रेस अब जति महँगो लागे पनि उयो हुन्छ नि त हामीलाई मन पर्दैन नि त त्यस्तो हुन्छ नि त होइन कहाँ जुत्ता पल्सी गर्ने मान्छे बस्छ यहाँ बस्दै बस्दैन नि बस्दैन किन जान्छ हामी जाने केदार चाहिँ आउनु पर्थ्यो हामी है उल्टो आएछ नि त हामी ल सर गाइस अहिले चाहिँ बसन्तपुर होइन त आज शुक्रबारको दिन है त्यति घुइँचो चाहिँ देखेछ नि देख्न चाहिँ शुक्रबार होइन आज त्यो त मान्छेहरू हल्का फुल्का देखिरहेको छ अहिले पहिला जस्तो छैन छर्ने चाहिँ होइन अहिले पहिला जस्तो भिड त्यति धेरै छैन नि त अहिले सफा चाहिँ त्यस पहिला हेरेको धेरै सफा रहेछ अहिले होइन तँ कहाँ परेको भूकम्पमा चाहिँ भूकम्प परेको भने त यहाँ नि कहाँ परेको पर्न चाहिँ खासै पर चाहिँ हो नयाँ बनाएको यो के कलर मात्रै गरेको नयाँ बनाएको हो पहिला थिएन त्यो बनाएको भत्तेपछि बनाएको एकदिन बसी यहाँ दामी आउँछ ल गाई आज त भ्यू दामी रहेछ आज उग्रेछ है दिन पनि पुरै है टिली पानी आमैलाई बुढाले 50 रुपियाँ दिए पनि केही पनि घाटा हुँदैन 50 रुपियाँ दिए आमालाई सहयोग पनि हुन्छ होइन त आमा क्याप्सुल लगाउनु पर्थ्यो छ खत्तम भयो नि हामीले डढ्ने छ पुरै टोपी होइन चस्मा पनि लाउनु पर्ने छ आज चस्मा लगाएर आउँदा अलिकति खतमै भएछ भने चाहिँ मानिसहरू टन्नै रहेछ आज यो चाहिँ बेलुका उठाएर लान्छ क्या राख्छौ उठाएर लान्छ नि हो र बस्नु पर छ त्यो फ्यालराइज नि छिटै यो चाहिँ नेपालमै बनेको होइन खुकुरीहरू अनि सामग्रीहरू चाहिँ मालाहरू है देख्न सक्नुहुन्छ यो चाहिँ है मालाहरू कस्तो स्वादिलो छ पानी हो के रहेछ त्यहाँ कलेज आज उयो होला नि त नि शुक्रबार होला नि कलेज बनाएको जाउँ केदार निस्किनु बाहिर हामी अहिले केदार जाने हो र
केटाहरू जाने होला त्यता त धेरै लामो हो र हरायो क्या खैरे खैरे हराए जस्तो छ है अहिले है खैरे हराए जस्तो छ भने नि आमाले पानी बेच्छ हामीले भर्खर खाएको नि त्यहाँ हेर्नु त तपाईँ ल्याएको न कि है बिचरा पानी बेच्यो यार अब बिचरा बुढी मान्छे के हो त लिनु परिहाल्यो नि त होइन त नलिनु हुँदैन अब फसाउँछ नि बिजनेस पोलिसी भन्ने के छ म्याम कहिले बुढी मान्छेलाई पठाइदिन्छ कहिले धुप बेच्नुलाई उयोलाई पठाइदिन्छ गाह्रो छ नि होइन पुरै गाह्रो छैन अझै आज त त्यति पहिला जस्तो मान्छे छैन कि है रमाइलो भनेको देखेर हो नि त जिन्दगी लाइफको रमाइलो देखेर हो नि त त्यसपछि त रमाइलो हुँदैन नि रमाइलो के देखेर आज के उयो र इक्जाम सिद्धै गरेर अहिले प्लस यसको होइन नि त्यो त हाम्रो लेखौँ क्या गरेर टी सर्टमा छैन लेख्ने दाम पनि तर म तेरो लेख्छु मेरोमा त्यो लेख्दै लेख्दै हुँदैन अब चाहिँ लाग्नु पर्ला यार बरौहरू हालेर पनि त्यो त हावाले हल्लिँदो रहेछ नि मजाले घन्टे नि त्यो हल्लेको कस्तो ट्याङ 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 हल्लिने है अब चाहिँ होइन सिधै जस्तो छ अब चाहिँ यहाँ ठाउँै अब चाहिँ हामी जानु पर्ला जस्तो छ सब भिडियोलाई लाइक सेयर कमेन्ट पनि हाल्दै गर्नु होला लाइक सेयर कमेन्ट पनि हाल्दै गर्नु भिडियोहरूलाई है के कस्तो लाग्छ यसो भन्दै गर्नु होला भिडियोमा के कमी कमजोर हुँदै जान्छ होइन फेरि म अर्को नयाँ भिडियो लिएर आउँछु आजको बसन्तपुरको भिडियो चाहिँ यति मात्रै छ जस्तो चाहिँ हाम्रो आज सफा छ नि ठाउँ सफा छ नि यहाँ निस्केर फुत्ते त झरौँ है गर्मी है गर्मी छ नि गर्मी त किसी को बात नहीं देती आपने kalau mau mau ada itu bisa ya Mbak Alicia jadi bisa di sini ngomong bisa ada sebenarnya ini lokal ya sih lokal Roxy paउँछ जस्तो छ हैन है हैन त है लोकल रक्सी पाउँछ यो चाहिँ लोकल रहेछ नि त लोकल रक्सी पाउने रहेछ चाहिँ लोकल रक्सी चाहिँ नेक्स्ट डोर बाई लोकल रहेछ अझ नेक्स्ट डोर बाई लोकल रहेछ अझ नेक्स्ट डोर बाई लोकल रक्सी रहेछ आज छिटो जाउँ गर्मी लास्टै गर्मी त आज यार गर्मी लास्ट बढे जस्तो छ आजभोलि है
यो एरियामा चाहिँ बाइकहरू होइन गाडीहरू केही हिँड्न नदिनु पर्ने खास छैन है हो अन्त यो सजिलो हुन्छ नि त होइन अलि नदिनु पर्ने हो नि खास त खै बिहा खालि मान्छे मात्रै हिँड्नुपर्ने हो नि त नि गाडीहरू आएर चाहिँ बिजोग हुने रहेछ ठाउँमा चाहिँ हिँड्नुपर्ने खास चाहिँ पैदल यात्री हान्नुपर्ने हो मैले के पो खोजेको थिएँ हौ बिर्स यार एटिएममा त कहाँ आउँछ हौ एटिएममा दही हान्दियो अब है